लुम्बिनी केबल कार लिमिटेड औपचारिक रूपमा सञ्चालनमा आएको 2 वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ। 2080 जेठ 15 देखि व्यावसायिक सञ्चालनमा आएको केबल कारको औपचारिक उद्घाटन 2080 जेठ 25 गते भएको थियो। बुटोल 3 बमघाटमा तल्लो स्टेसन र पाल्पाको 3औं गाउँपालिका 3 बसन्तपुरमा माथिल्लो स्टेसन रहेको केबल कारले बुटवल र बसन्तपुरलाई जोडेको छ। सञ्चालनमा आएको 2 वर्षमा 3.5 लाख बढी पर्यटकले केबल कार यात्रा गरेको कम्पनीले जनाएको छ। कुल पर्यटक मध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 मा 8% भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर 21% पुगेको केबल कारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजुले जानकारी दिनुभएको छ। 2 वर्षमा झण्डै 50,000 भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ। तेस्रो मुलुकका पर्यटकको संख्या भने 1% भन्दा पनि कम रहेको छ। दशकौं वर्षसम्म सुनसान पाल्पाको बसन्तपुर केबल कार सञ्चालनमा आएपछि त्यो ठाउँ गुलजार भएको छ। समुद्री सतहबाट करिब 1000 मिटर उचाइमा रहेको डाँडामा लुम्बिनी केबल कारको माथिल्लो स्टेसन सहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जिप लाइन, स्काई साइक्लिङ, जोइन्ट स्विङ, आधुनिक पिङ, बाल उद्यान, भ्यू पोइन्ट, रेस्टुरेन्ट, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले 2 वर्षमै बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको हो। 29 वर्ष अघि 2053 सालमा स्थानीय लक्ष्मण गौतम, तेज प्रसाद सुनवार, ऋषि भण्डारी लगायतले बुटोलबाट बसन्तपुर जोड्ने गरी केबल कार सञ्चालनको परिकल्पना गरी करिब 100 रोपनी जग्गा खरिद गरेका थिए। 6 वर्ष अघि चन्द्र प्रसाद ढकाल समूहको आइएमई ग्रुपले नेतृत्व लिएपछि भने केबल कार निर्माणले गति लिई सुरु गरेको 2 वर्षमै केबल कार सपना सार्थक भएको हो। बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र 100 वर्षदेखि पूजा आजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनर्निर्माण गरी नयाँ बनाइएको छ। यी 2 मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षकहरू बनेका छन्। कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने सङ्कट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरू उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताउनु भएको छ। कामाख्या देवी विशेष गरी नारी शक्ति, काम अर्थात् यौन शक्तिसँग जोडिएकी देवी मानिन्छन्। उनको पूजा आराधना गर्नाले वैवाहिक जीवन सफल हुने, सन्तान प्राप्ति हुने र जीवनमा आइपर्ने सङ्कट मोचन हुने धार्मिक विश्वास रहेको छ। केबल कारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको 1 गते साँझ महाआरती अफर, 50 जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायतका विभिन्न सङ्घ संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको अपरेसन म्यानेजर सैजुले बताउनु भएको छ। बसन्तपुरमा तराईका ठाउँभन्दा 7 देखि 10 डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडोयाममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका म्यानेजर प्रज्वल घिमिरेले बताउनुभयो। धार्मिक र पर्यटकीय पूर्वाधार जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्रै नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाइको थलो बनेको घिमिरेले बताउनुभयो। अहिले बसन्तपुर सेलिब्रिटी कलाकार, खेलाडी सबै जसो दलका नेता घुम्न आउनेदेखि विवाह गर्ने र म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले बताउनु भएको छ। कम्पनीले विभिन्न व्यावसायिक संस्थाहरूसँग छुट सम्झौता गरेर बजार प्रवर्धन पनि गरिरहेको छ। केबल कारले पाल्पा 3 र बुटोल वडा नम्बर 3 का बासिन्दालाई टिकटमा 50% छुट तथा प्रति टिकट 2 पालिकालाई 1% रकम कर बापत दिइरहेको छ। यसबाट स्थानीय विकासमा पनि राम्रो योगदान भएको छ। अस्ट्रियाको विश्वविख्यात डुप्लरमार कम्पनीबाट बनेको लुम्बिनी केबल कार 2 किलोमिटर 600 मिटर लामो रहेको छ। 25 वटा गोन्डोला रहेको केबल कारले दैनिक 6000 पर्यटक आवत जावत गराउन सक्छ।